गुड मर्निङ सबैजनालाई। अनि नागपञ्चमीको धेरै धेरै शुभकामना। अनि आज चाहिँ कसले पूजा गर्नुभयो, के गर्नुभयो, नाग टाँस्नु भयो कि टाँस्नु भएन। म चाहिँ यहाँ रेडी हुँदैछु पूजा गर्नको लागि। बल्ल घर पूजा गर्नलाई पहिला चाहिँ घर पूजा गरेँ। अनि त्यसपछि चाहिँ म चाहिँ लागेँ। हाम्रो चाहिँ यहीँ पछाडि चाहिँ यहाँ चाहिँ एकै ठाउँमा पूजा गर्नुहुँदो रहेछ सबैले। यहाँ एउटै नागको थान बनाउनु भएको छ। कस्तो राम्रो मन्दिर बनेको छ कि हाम्रो घर पछाडि। अनि चाहिँ म त्यहाँ गएँ, के हुँदैछ भनेर हेर्न गएँ होइन। अनि प्रताप त बिहान उठेदेखि पाते त्यहीँ हुनुहुन्थ्यो। अनि मेरो बाबु चाहिँ उठेर हेर्नु खेल्न दुग्री भएको। यहाँ के भन्छ सुन्नु है। उठेर दुग्रेर अनि मलाई देखेर बल्ल म उठेको। बल्ल म उठेर म बिहान मम्मीलाई छोलेर बिहान गुड मर्निङ अनि फेरि गएँ खेल्न। म घर आएँ होइन, चिया खाएँ। अनि त्यसपछि प्रताप फेरि तल आएर चाहिँ यहाँ के जहाँ गर्छ अनि तलको फुलसुल सबै फाड्न थाल्नुभयो। अनि चाहिँ गाईले त बाछोले त फुल पनि खान थाल्यो। हेर्नु न, म चाहिँ गएँ थाली रेडी गरेर पूजा गर्नलाई। अनि जाने बित्तिकै चाहिँ चिया मनपर्छ बुढीलाई भनेर हेर्नु न, त्यहाँ चिया लिएर आइदिइहाल्ने कि फेरि। अनि चाहिँ मैले चिया खाएँ। यता चाहिँ यहाँ रोटै भन्छ, रोटा पाक्दैछ। अनि प्रसादको लागि रोटा रोटी जे भने पनि। अनि यता चाहिँ खिर। अनि दाइले चाहिँ मलाई पनि युट्युबमा देखाइदेऊ भन्नुहुन्छ। सबको भिडियो गरेँ। हाम्रो प्रसाद यस्तो राम्रो ठाउँ जे कार्यक्रम भए पनि यहीँ चाहिँ कस्तो सबैजना मिलेर यहीँ काम गर्ने, यहीँ रमाउने, यहीँ खाने गर्छौँ कि यतातिर होइन। अनि यहाँ चाहिँ रोटी पाक्दैछ, खिर पाक्दैछ। यता सबैजना बस्नु भएको छ होइन। यहाँ चाहिँ ब्याडमिन्टन पनि खेल्ने, एउटा दुइटा एक्सर्साइज गर्ने ठाउँ पनि राख्नु भएको छ कि यहाँ के छ। अनि यो चाहिँ यताको चाहिँ अहिले भर्खर नयाँ बनेको हो। अनि हामी चाहिँ एकछिन उहाँ दिदीहरू चाहिँ रोटी पकाएर भ्याउनु भयो। अनि एकछिन बस्यौँ। अनि खिर पाकेपछि प्रसाद खिर ल्याएर खाना थाल्यौँ साथीहरू। बाई बाई।